म भाँडा मार्दैछु अनि छोरीलाई तयारी भएपछि अब भाउजू आउनुहुन्छ कि हेर्नलाई। आज भाउजू काम बिदा अरे 10:30 बजेबाट भोलि बिहान 8:30 बजीसम्म भाउजूले हेर्नुहुन्छ। 8 बजी 7 बजी उठाएर खाना खानुहुन्छ। अनि म 8:30 बजे काम सकेर 8:40 घर आएपछि छोरीलाई होइकेन पुर्याएर अनि फेरि म बुढी बाटोमा जानुपर्छ बुढीलाई हेर्नलाई। अनि बुढीलाई त्यहाँ कोठा Ja, papa sigoto itimi? Iya. Ni? Sani चाहिँ नुनु किसेने ओके छोरीले चाहिँ भाउजू साइली भाउजू मेरो उसको ठुलो मम्मी हो। खासमा उसले सानी सानी भन्छ कि अब मैले खाना छोडिदिएँ। अब रातिको 10 बजिसक्यो सोनानु अब सानी र ऊ चाहिँ सुत्छैन। अनि फेरि 12 बजीतिर साइली साली आउँछन् अनि दुईजना एक खाटमा अब बिचमा दुईजना सुताउँछन्। आज 10:30 बजेर भोलि बिहान 8:30 बजीसम्म काम गरेर आएर भाउजूले तयारी गरिदिनुहुन्छ। अनि 9 बजी मैले होइकेन छोडेर अनि म हस्पिटल जान्छु। रात 10 बजे 10 मिनट जान थालेँ। यही हो अस्ति बुढी स्कुटरबाट लडेको स्कुटर। यही हो स्कुटरलाई केही भएको छैन। अब यही स्कुटर बोकेर म जाँदैछु भोलि बिहान 8:30 बजीसम्म काम गर्नलाई। फाइनली म होटेलसँग काम गर्नलाई हाम्रो बिनाको रेल पनि छ। म चाहिँ अब काम सकेर अब घर जाँदैछु। यही आज 8:40 बजी छोरीलाई पुर्याउँदाखेरि ठ्याक्क 9:30 बजी रात रातपछि अलिक काममा गएको घाम लागेपछि म फर्किँदैछु। छोरी जाँदैछ इमाकार दबै कि छैन हो कि के भएको बाइकमा जाने मेकिस चाहिँ सुन न उसले चाहिँ मेकअप गर्ने भन्दैछ भइदिनु